हेलो साथीहरू, आज हामी होइन बहन्दपुरतिर यसो घुमौँ न त भनेर घुम्दै घुम्दै यतातिर आएको छौँ होइन। यसो भिडियो सिडियो बनाऊँ भनेर हाम्रो त रुम नजिकै छ क्या बहन्दपुर, अनि त्यही भएर आइदिउँ न त भनेर आइदिएको होइन। मामा जब राति जब बेलुका अनि तब चाहिँ मान्छेहरू आमा कति धेरै हुनुहुन्छ हेर्नु न। वाउ कति धेरै होइन। हामी त घुमेको घुमेँ भिडियो बनाउँदै घुम्दै। अब रुम जानु लागेको रात पर्यो होइन। मलाई हेर्दै मख पर्ने चाहिँ मै होला होइन संसारमा। जाइरहेको छु अलिक छिटै हिँडिरहेको छु। ल छिटो जाम भन्दैछ, त्यही भएर म के छ त अब यताबाट जाने यसो एउटा भिडियो पनि हालौँ न भनेर नि त होइन। अघिसम्म चाहिँ केही भएन। नयाँ क्याफे ओपनिङ भएर तपाईँको स्टलमा तिन खाना पाएँ, मोमो खाना पाएँ, फोक्सो खाना पाएँ, ससो खाना पाएँ। 150 मा कहाँ छ यो? राति भइसक्यो। त्यस्तो त्यो सोध्नु पर्दैन। कति दिनसम्म हो यो? हुन्छ लिएर हस् धन्यवाद। हामीले चाहिँ होइन यहाँनिर एउटा पेपर पायौँ होइन। यहाँनिर चाहिँ के रहेछ भन्दाखेरि यहाँ 150 मा ससेस अनि त्यसपछि मोमो अनि यो के हो सर यो चाहिँ फोक्सो फोक्सो भन्नाले के अरे फोक्सो पाइने रहेछ होइन। हामीलाई दिनुभयो उहाँहरूले होइन। कसै तर यो ठाउँ 150 मा आउँ तर आम्मा कतिवटा पाइने भनेर सोधेको हौ। ससेस कति पाउने अरे कस्तो कस्तो हाल्यो म चाहिँ ल राम्रोसँग दिनु लगेर जानुपर्छ। फास्ट फुड कति दिनसम्म रहेछ एक बोका जाँदा नचा त 150 मा खाएर आइदियो। 150 मा एकजनालाई कि दुईजनालाई कस्तो सोध्नु पर्छ नि? 5जनालाई सोध्नु पर्दैन नि गरेर सोधेर आउँछ। अनि तिम्रोमा आइन् भने यो मात्रै देखायो भने 150 मा 2 प्लेट दिँदैन होला नि त। एकजना बराबर तिमी एक किनेर आऊ म किनेर आउँछ। हामी जस्तो को छ होला चाहिँ के पनि छैन होइन। ठिकै छ होइन। अब यो भिडियो गएर हालिदिन्छु म पढेको छ। तर यो फोक्सो के खानु मोमो त के त्यो मुला मोमो के खानु त्यही त। म त के अरू नि केही होला भन अरू नि केही होला जस्तो लागेको थियो। खण्डक जस्तो लाग्यो होइन र त्यो ससेज मुला चाहिँ खानु चाहिँ हुँदैन होइन त। के अरे के यहाँ माथि बसन्तपुरको गुच्छा मोमो कहाँ थियो? बसन्तपुरमा थियो त्यो तपाईँको लेफ्ट साइडमा थियो यो भर्खर खुल्या हो। ए मोमो यही हो होइन? गुच्छा मोमो त जहाँ पनि छ त नि। अनि बसन्तपुरको चाहिँ यहाँ रहेछ भने क्या? ए बसन्तपुरको गुच्छा मोमो भाइरल भनेको यही ठाउँ हो। यहाँ रहेछ भन्दैछु सुन्नु भयो त गाइज। बसन्तपुरको गुच्छा मोमो यहाँ अरे कपाल त्यस्तै भइरहेको खोइ कहाँ फोटो खिच्ने भने राति भइसक्यो पर्दैन। अब पर अब त्यो ऋतुलाई देखायो ऋतु बस्नेलाई कहाँ देखेको तिमीले? ऋतु बस्ने यति भएर गएर मेरो दिदी हुँदो रहेछ नि त हानेको तिमीलाई बहिनी बनाउँछ ऋतु बस्ने यो 20 त भन 20 टकी त जान्छ त दाजुलाई त। ऋतुलाई पनि त्यही हो हुँदा चाहिँ बस्ने भनेपछि 20 त जान्छ। हजुर के खाने? तरकारी छ कि तरकारी खाने? आज त मम्मीले पठाइदिनु भएको छ नि घरबाट। तर के पठाइदिनु थाहा छैन। उयो चामल लिएर आयो अनि त्यो भित्र हरियो मकैहरू पनि थियो के अरे। अनि त्यसपछि उयो पनि छ होला के को भिडियो बनाइराखेको छु। अनि सुन मकै अनि त्यसपछि फर्सी पठाइदिनु भएको छ जस्तो लाग्यो गएर बनाउँदा गएर हेरौँ के छ होइन त। गाउँबाट मम्मीले सामान पठाइदिनु भएको छ क्या बिहान लिएर आएको बिचरा मम्मीले होइन त्यत्रो चामलहरू के पठाइदिनु भएको छ होइन। अब गएर हामी टक्क आज खाना नखाऊँ मकै उसिनेर खाऊँ। भाइले बनाइसक्यो होला यहीँ भेटेको नि ऋतुलाई यहाँनिर यो दामी छ यहाँनिर। किन पर्दैन तानेर हेर नि त तानेर म पनि छु त यहाँ होइन
मेरो लाज भयो भनेर मैले के लेखेँ भनेको अनि हिँड्न केही खाने हो भने नत्र उसले मलाई त्यहाँ लग्यो तर त्यत्रो मान्छेको अरे मलाई तपाईँको फर्केर लिएर आयो किन हो थाहा लाजै मर्दो भयो मेरो त्यो च्यातेर अलिक मजाले सेभ गरेर राख त्यो पछि 150मा खाना थाहा तर तपाईँहरूले 150 भन तिनीहरूले उयो गर्न खोजेको एडभर्टाइज गर्न खोजेको किन भन न अब 120मा आइहाल्छ मोमो 120मा त के आउँछ त्यही पनि आउँछ त्यही पनि कुनै ठाउँ आउँछ बोलामा सरू सरू हेलो गाइस म बोल्दैछु है बोलाएर बोल्दैछु बोल्दैछु है उता त कुकुर नाचिरहेको छ है उत्तानो पऱ्यो पिच्छ होला खोइ म यति स्पिड हिँडिरहेको छु म त नि सरू अहिले त नि भित्तामा एउटा त्यो पेपर टाँसेको हुन्छ नि हो त पनि पढेर हिँड्छु किन थाहा किनभने नि त्यो उयो हुन्छ भनेर क्या के अरे रुम खाली छ भनेर ल्याएको छ होला भनेर हामीलाई हेर्नुहोस् गाइस रुमको आवश्यक छ एकदमै छ एकदम रुम सानो भएर तनाव भइरहेको छ त्यही भएर रुम खोज्दै खोज्दै जहाँ भित्तामा त लेखेको थियो हजुर त हेरेर पटक खालिहाल्यो क्या तार रुम खाली छ भनेको हुन्छ भनेर उहाँ चाहिँ सरू हो कस्तो देखेको छु के छ थाहा छैन बा उतैपट्टि भिटाएर हेर त म आइरहेको छु छिन उता भित्ताएर अघि पछाडिबाट गर्नु पर्थ्यो नि भिडियो पछाडिबाट मजाले सबै देखिन्थ्यो ए थाक्यो लिएर हिँड्ने बेला हो पुरा एउटा एउटा सेल्फी स्टिक राख्ने बेला भयो सेल्फी स्टिक हो यार टक्क तिमीलाई अनुहार देखाएन हेलो 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 भन्दै